कस्तो बुवाको मुखैमा लग्यो स्वर तपाईँको सुन्नु अहिले कस्तो भयो नि अहिले त झन् लाग्दैछ डर लाग्छ छैन पहिला गरेको यसको कपडा पक्कै पनि यो हाम्रो बेडसिटको कपडाबाट सिलाउनु भएको हो यो हुँबाट तपाईँले यसरी टालेको बुवा गरेर देखाउनुहोस् बुवा यसलाई देखाउनु पर्ने छ यहाँ त्यो यो भन्नु We are the last generation जसको आमा बुवा हजुरआमा चाहिँ इनोसेन्ट हुनुहुन्छ हामी भयो भने त पड्काएर त्यसका भाजेका हेलो अनि गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई च्यानल होइन धेरै पछि औँसी पुण्यमा झ्यापा लाएर भ्लगहरू पनि झ्यापा लाएर भइरहेको छ होइन मेरो स्वर चाहिँ अलिकति भाँसेको जस्तो सुनिँदै हुन्थ्यो होला अब रोबोट जस्तो सुनिन्छ त अनि बिहान बिहानै म चाहिँ भर्खर उठेर यहाँ फुलबारीमा बसेर तातो पानी खाइरहेको छु किनभने स्वर पनि झ्यापा लाएर भइसकेको छ होइन अहिले चाहिँ म छु मेरो मूल घरमा बाहुन्दगीमा मेन उद्देश्य बाहुन्दगी आउनेको उद्देश्य चाहिँ के हो भने आज हाम्रो आमाको आँखाको अपरेसन हुनु गइरहेको छ त्यही भएर आएको तर धन्न आज चाहिँ शीतल छ अहिले भरे एकछिनमा घाम आउँछ गर्मीले मार्छ यो ठाउँ चाहिँ मेची नगर कति वडा नम्बर 4मा पर्छ कस्तो गर्मी हुन्छ होइन यतातिर त झन् अनि अहिले त शीतलै छ कस्तो बिरामी रुङ्नु जानुपर्ने हस्पिटलमा आफै बिरामी भइरहेको जस्तो छ पछि स्वर पनि मेरो सुन्नु त स्वर मेरो के भयो भयो कहाँ बाहिर राख्दिन बेरी बजे वा ह्याप्पी हुनुहुन्छ कस्तो बुवाको मुखैमा लग्यो स्वर तपाईँको सुन्नु अहिले कस्तो भयो नि अहिले त झन् आमालाई आमा आज यो आँखा अपरेसन गर्ने हो डर लाग्दैछ डर लाग्छ छैन पहिला गरेको अनि के भन्छ खाजा नखाइ जानु पर्ने सुगर टेस्ट गर्नु पर्ने अस्ति खाली पेटको सुगर टेस्ट गरेको छ त हो कि आजको पनि गर्नुपर्छ नि त त्यो त अस्ति भइहाल्यो नि आज तपाईँको आँखा अपरेसन गर्दा आज पनि गर्नुपर्छ अरे अनि गरेर मैले खाँदा भइगयो त र रोटीहरू पाउँछ दबाईहरू त खानुपर्छ होला नि अहिले लुगा बोक्नु पर्छ होला पर्दैन ओढ्ने पर्दैन पर्छ नि एउटा सानो पातुलो ओढ्ने बोक्नु पर्छ होला पर्छ एउटा साडी पनि बोक्नु राख्दा हुन्छ भारी अपरेसन यो त कति के भन्छ हाम्रो फुपू चाहिँ भर्खर उठ्नु भएको छ गुड मर्निङ भन्नु भयो भर्खर उठ्यो भने राम्ररी देखिरहेछ क्या ब्युटी पुरै स्लिपिङ ब्युटी नमस्ते साथीहरू मेरो चाहिँ आज 12को इक्जाम रहेको छ आज कम्पलसरी इङ्ग्लिस हो त्यसैले म यसै नक्कल पार्दैछु बसिरहेको छु धन्यवाद म चाहिँ जाने हो बसमा आयो मेरो हेर्नु सक्नुहुन्छ ल बेस्ट अफ लक आजदेखि चाहिँ 12को एक्जाम डर लाग्यो मेरो मुटु नै काम्दैछ किन यसमै बस्ने ओके मान्छे मेरो बस आयो हेर्नु सक्नुहुन्छ थोत्रो पुरानो बस यस्तो राम्रो मान्छेलाई बस्न जान्छ बाई बाई खै कहाँ गयो सुलोचनाहरू बेस्ट अफ लक ल गयो सबैजना 12को एक्जाम दिनेहरूलाई चाहिँ बेस्ट अफ लक छ मेरो तर्फबाट के भन्छ नदेखाउनु न हौ मेरो कलेजको थोत्रे बस्छ नदेखाउनु न हौ भन्छ लाज हुन्छ थोत्रे बस्छ भने घाम आइगयो नि हामी चाहिँ हस्पिटल आइसकेको छौँ यो चाहिँ काँकरभिट्टाको मेची नेत्रालय भन्ने हस्पिटल हो यसमा चाहिँ कति राम्रो सुविधा रहेछ क्या यहाँ चाहिँ बेल काट्ने ठाउँमा पनि मान्छेहरू उभिराख्नु नपर्ने बस्ने सुविधा रहेछ कति राम्रो लाग्यो मलाई अब आउँछ क्या आमाको कस्तो
कस्तो राम्रो सिस्टम क्या यहाँको चाहिँ बोलाउने पनि हस्पिटल पनि राम्रो नराम्रो हामी चाहिँ अहिले खाजा खान आइरहेको छौँ यहाँ कहाँतिर हामी चाहिँ खाजा खाएर पनि फेरि हस्पिटल जाँदैछौँ आमा चाहिँ एक्लै बसिराख्नु भएको छ अबको 1 घन्टापछि आमाको आँखाको अपरेसन कस्तो घाम लाग्यो बिहान कस्तो शीतल थियो मलाई चाहिँ राम्रो के साह्रो सुविधा हो यो हस्पिटलमा त क्यामेरा पनि उता छ फ्री वाइफाई तल पनि वाइफाई चलेकै छ यहाँ माथि रुङ्नेलाई पनि बेड एउटा बेड वाइफाई अपरेसनमा हाल्नुभएको छ आमालाई रुङ्नेलाई एकवटा बेड के साह्रो सुविधा हो यो हस्पिटलमा त यो हस्पिटलको नाम चाहिँ के पो मेची मलाई आएन नि के पो अब यहाँ एकवटा बेड दिएको छ नि सुत्नु मजा रहेछ सुत्ने ठाउँ दिइसकेपछि सुत्नु त परिगयो होइन त्यही भएर म चाहिँ एकछिन ढल्केको थिएँ यति राम्रो हस्पिटल लाग्यो मलाई यहाँको टोइलेट राम्रो भइसकेपछि सबै थोक राम्रो लाग्छ क्या मलाई चाहिँ यो हस्पिटलको चाहिँ टोइलेट पनि यति राम्रो स्टाफहरू पनि यति मजाले बोल्ने होइन अनि हामीलाई चाहिँ घर पनि ल्याइसकेको थियौँ हामीले गाइज आज चाहिँ हाम्रो इङ्ग्लिसको टेस्ट हो होइन टेस्ट अरे बोर्ड इक्जाम भनौँ न मैले डिएङडुङ गर्दै आज त म फर्स्ट हो A+ त आउँदैन A चाहिँ आउँछ फिक्स ल बधाई छ अब आउने एक्जाम पनि त्यसरी नै दिनु होइन त्यो त भर छैन ल साथीहरू म त अघि आएर पनि सुतेर होइन हस्पिटलमा राख्ने भनेको आमा नबस्ने भनेर भन्नुभयो अनि घर जाँदा पनि हुन्छ भनेर भन्नुभयो डक्टरले अनि त्यही भएर हामी चाहिँ घर आयौँ अनि भोलि बिहान फेरि आमालाई लगेर त्यस्तो पोका लगाइदिएको छ अनि त निकालिदिनु पर्ने छ मतलब यस्तो त्यहाँ त बिरामी रुङ्ने मान्छेलाई पनि सुत्ने नहुँदै राखेर म त निदाएको छु सुत्दैछु होइन अनि त्यही भएर टाउको दुखेर अनि मैले चाहिँ भिडियो पनि बनाएन एकैचोटि आएर बनाएको अहिले पनि टाउको दुखिरहेछ निन्द्रा लाग्दैछ मेरो आँखा हेरेर हेर्नु सक्नुहुन्छ कस्तो आँखा पनि देख्नु सकिनँ किरा पस्छ लु उठिहालेँ म हामी चाहिँ हस्पिटल आइसकेको छौँ यहाँ चाहिँ कस्तो राम्रो गणेश भगवानको मूर्ति छ क्या आज चाहिँ पूजा गरेर होइन आँखा खोल्नु अरे दुःख सुन्नु छुट्टी
सजिलो हो को छेउ जाएँ बसिएँ म थोना भनेको जस्तो क्या हेर्नु ल हस्पिटलको तन्ना जस्तो म्याचिङ म्याचिङ मलाई थाहा थियो यो तन्ना छ होइन तर मैले बेसी लगाएर आएको आमा सोधिरहेको लाज लागेर आउँछ मलाई त लागेन हाम्रो दिदी चाहिँ बनाइदिनु भएछ नि त कफी ए त्यो भएर राम्रै भयो पानीको भनेको मोमा त रिफोला झादिनु दिदी सरी दिदीहरू चाहिँ भर्खर जानुभयो बोलाउनु भयो रेणुका खटेर भनेर हो अनि म चाहिँ बसिरहेको छु अनि अहिले मलाई अलि लाज पनि लाग्दैछ तर मलाई केही भन्नु छैन साथीहरू आज चाहिँ यस्तो गरेको छु हिजो रातिदेखि बसेको भनेर भन्दिनँ ढाँटेको मैले अघि भर्खर आएको हामी चाहिँ अब हामीलाई बोलाउनुहुन्छ अनि हामी जान्छौँ घर डु आई निड सेल्फी स्टिक नो आई ह्याभ माई ह्यान्ड के भन्छु होइन मैले के भनेको भने नि डु आई निड सेल्फी स्टिक नो आई ह्याभ माई ह्यान्ड सेल्फी स्टिक भन्दा कम चाहिँ छैन नि त हामी कतिवटाको गाइस मलाई एउटा सङ्ख्या छ ए के भन्छ सङ्ख्या मलाई एउटा समस्या सङ्ख्या छ क्या के सङ्ख्या भने नि समीक्षा दिदी रे यो भेषको कपडा पक्कै पनि यो हाम्रो बेडसिटको कपडाबाट सिलाउनु भएको हो यो हुबा चाहिँ तपाईँ देशीमा टालेको हो उबाले अब यही बनाएर पठाएको हो कि बा मेबी हुनसक्छ यहाँ हेर्नु सक्नुहुन्छ खै ठ्याक्कै मिल्यो त हो ठ्याक्कै म बेजा धानेको होइन साँच्ची म आइसिँदै हेर्नु साथी याद गर्ने घरमा पढ्न हेर्छु दिदीलाई हेर्छु उस्तै छ त बट लुकिङ गुड विथ दिस तन्ना अब हुबाले मलाई नयाँ नयाँ कलरको बेस्टहरू यस्तो पिआर पठाउनु पर्यो म मेरो दिदीको सपनामा पनि बाटो बनिएर चाहदिनँ भुवा पठाइदिनुहोस् होइन यो त बाटो बन्नु चाहदिनँ भनेको किन भन्नु त चाहदिनँ भनेको बाध्य उल्टो गर्न चाहदिनँ क्या किनभने म हाँस्न आँटेको नि त पठाइदिएर पियार भुवा गरेर देखाउनुहोस् भुवा यसलाई देखाउनु पर्ने छ यहाँ पिआर ल गाइजहरू हामी चाहिँ घर आइसकिसक्यौँ आमाको आमा यहाँ जोन चामलिङ राई हुनु भइरहेछ यसो गर्नु न टु 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 यो भन्नु कति इनोसेन्ट हुनुहुन्छ नि आमा बुवाहरू हामी अघि आइसकेको एउटा नक्कले चाहिँ पुरै पढ्नु पर्ने के को एक्जाम अनि यहाँ फेरि बुवाको बेग्लै साक्छ यसो गर्नु न यो ब्रो भन्नु त यो यस्तो भन्दा यो यस्तो क्या भयो यस्तो क्या यस्तो ल छोडिदिनु यो ब्रो भन्नु यो कोही होइन म वी आर द लास्ट जेनेरेसन जसको आमा बुवा हजुरआमाहरू चाहिँ इनोसेन्ट हुनुहुन्छ हामी भयौँ भने त पड्काएर त्यसका भाजेका यो ब्याजी नाच्छ नि के भयो ओछ्यान देखेन अब खाना खाने ओछ्यान मिलाउने टक्क लाएर झ्याप लाएर